रोस्टरमा कतिजना छन् भन्ने कुरा। भर्खरै मात्रामा पास भएर रोस्टरमा चढ्न बाँकी रहेका उत्पादन र कृषि क्षेत्रतर्फ गरेर नेपालीहरूको जम्मा कतिजना, कुन राष्ट्रबाट कतिजना कामदार। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो यस भिडियोमा। मैले धेरै लामो समयदेखि भिडियोहरू बनाएको थिएन। आज मैले हजुरहरूको लागि एकदमै महत्त्वपूर्ण जानकारीका साथ यो भिडियो लिएर आएको छु। आशा गर्दछु तपाईँहरूलाई यो भिडियो मन पर्नेछ। 2026 को तेस्रो चरणको कामदार छनौट प्रक्रिया पनि नजिकै आइरहेको छ। यसका साथै उत्पादन क्षेत्र, पानीजहाज क्षेत्र र खानी क्षेत्रको कामदार छनौट प्रक्रिया चाहिँ सन् 2026 अगस्त 5 तारिक बुधबारदेखि अगस्त 11 तारिक मङ्गलबारसम्म हुनेछ। त्यस्तै गरी कृषि, पशुपालन, सेवा र वन क्षेत्रको सन् 2026 अगस्त 12 तारिक बुधबारदेखि अगस्त 19 तारिक बुधबारसम्म रहनेछ। त्यस्तै गरेर दुवै क्षेत्रको ढिलो गरेर रोजगार अनुमति जारी मिति चाहिँ 2026 अगस्त 21 तारिक शुक्रबारको दिन एक दिन मात्र रहनेछ। त्यस्तै गरेर भिडियोलाई अगाडि बढाउँदै लैजाँदाखेरि हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियोलाई यदि मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरेर मलाई अझै अरू भिडियोहरू बनाउनको लागि प्रेरणा, हौसला प्रदान गर्नुहुने आशा राख्दछु। अब भिडियोलाई अगाडि लैजाने क्रममा कुन राष्ट्रबाट कतिजना कामदार यसपटकको इस्युबाट कामदार छनौट गर्ने भन्ने बारेमा म जानकारी प्रदान गर्न चाहन्छु। यसपटकको इस्युमा सम्पूर्ण राष्ट्रबाट गरेर जम्मा 12,630 जना कामदारहरू इस्यु गराउने कोरियाको योजना रहेको छ, जसमध्ये उत्पादन क्षेत्रमा जम्मा 9,020 जना इस्यु गराउने छ भने यो सम्पूर्ण राष्ट्रबाट इस्यु गराइनेछ, जसमा सम्पूर्ण राष्ट्रमध्ये 17 देशहरू पर्दछन् र ती 17 देशहरूमा 9,020 जना भाग लगाउँदाखेरि प्रत्येक देशको हिस्सामा 530 जना पर्न आउँछ। जसमा कृषि क्षेत्रबाट 1,906 जना इस्यु गराउने योजना रहेको छ भने यो पनि सम्पूर्ण 17 राष्ट्रहरूबाट नै गराइने हुनाले प्रत्येक देशको हिस्सामा 112 जना, माछा मार्ने क्षेत्रमा 1196 जना, यो पनि सम्पूर्ण 17 राष्ट्रबाट नै छनौट गरिनेछ। निर्माण क्षेत्रमा 394 जना र सर्भिस सेक्टरमा 114 जना गरेर यो पटकको 2026 सालको तेस्रो चरणको इस्यु मार्फत जम्मा गरेर 12,630 जनालाई इस्यु गराउने कोरियन सरकारको योजना रहेको छ। अब हाम्रो अर्को शीर्षक रहेको छ सन् 2026 को दोस्रो चरणको इस्यु प्रक्रियामा उत्पादन र कृषि क्षेत्रतर्फ गरेर नेपालीहरूको जम्मा कतिजनाको इस्यु भयो भन्ने बारेमा रहेको छ र यो तथ्याङ्क चाहिँ मैले इपिएस कोरिया शाखाको वेबसाइटबाट प्राप्त एलसीहरूको रेकर्ड र सिसिबिआईको रेकर्ड अनुसार हेरेर राखेको छु। यो एउटा अनुमानित सङ्ख्या मात्रै हो, यसलाई आधिकारिक रूपमा नलिनुहोला भन्ने मेरो हार्दिक अनुरोध पनि गर्दछु। नेपालबाट एचआरडी कोरियाले उत्पादन र कृषि क्षेत्रतर्फ अनि वन क्षेत्रतर्फ मात्र कामदार लैजाने भएकाले त्यसै अन्तर्गतको सिसिबिआई र एलसी अपडेट अनुसार हजुरहरूलाई यो जानकारी उपलब्ध गराउँदैछु। सर्वप्रथम त म सिसिबिआई इस्यु भएको तथ्याङ्कहरूबाट सुरुवात गर्न चाहन्छु, जुन तथ्याङ्क 2026 जनवरी 1 देखि 2026 जुलाई 31 सम्मको रहेको छ। यो डाटा हजुरहरूले इपिएस कोरिया शाखाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुनेछ। 2026 जनवरी 1 देखि 2026 जुलाई 31 सम्म जम्मा गरेर 3,652 जनाको सिसिबिआई जारी भएको छ, जसमध्ये पुरुषको सङ्ख्या 3,249 जना रहेको छ भने महिलाको सङ्ख्या 353 जना रहेको छ र यसलाई सेक्टर वाइज गणना गर्दाखेरि म्यानुफ्याक्चरिङ क्षेत्रमा पुरुष 2,540 र महिला 183 जना गरेर जम्मा 2,723 जना रहेको छ भने कृषि क्षेत्रतर्फ पुरुष 742 जना र महिला 170 जना गरी जम्मा 912 जनाको सिसिबिआई जारी भएको छ। त्यस्तै गरी फरेस्ट्री सेक्टर अन्तर्गत जम्मा 17 जना कामदारको सिसिबिआई जारी भएको छ भने जुन सबैजना पुरुष रहेका छन्। यो डाटा त भयो 2026 को सुरुवातदेखि लिएर अब 2026 को दोस्रो चरणको इस्यु पश्चात आएका सिसिबिआईहरूको म जानकारी दिन चाहन्छु। यस अन्तर्गत मैले बेस डेटको आधारमा
हजुरहरूलाई यो जानकारी उपलब्ध गराउन चाहन्छु र मैले बेस डेट चाहिँ जुन 10 लाई लिएको छु र त्यही अन्तर्गत जुन 10 देखि हालसम्म आएका सिसिबिआई जारी अन्तर्गतको डाटा हजुरहरूलाई उपलब्ध गराउन चाहन्छु। 2026 जुन 10 देखि हालसम्म जम्मा 1545 जनाको सिसिबिआई जारी भएको छ, जसमध्ये पुरुष 1366 जना र महिलातर्फ 179 जना रहेको छ। यसरी सेक्टर वाइज छुटाउँदाखेरि म्यानुफ्याक्चरिङतर्फ जम्मा 1052 जनाको सिसिबिआई जारी भएको छ, जसमध्ये पुरुषको सङ्ख्या 972 र महिलाको सङ्ख्या 80 जना रहेको छ। त्यस्तै गरेर कृषि क्षेत्रतर्फ जम्मा 476 जनाको सिसिबिआई जारी भएको छ, जसमध्ये पुरुषको सङ्ख्या 377 जना र महिलाको सङ्ख्या 59 जना रहेको छ। फरेस्ट्री सेक्टर अन्तर्गत 17 जनाको सिसिबिआई जारी भएको छ, जस अन्तर्गत 17 जना नै पुरुष रहेका छन्। यो त भयो सिसिबिआई जारी अन्तर्गतको डाटा। अब हजुरहरूलाई म एलसी अपडेट अन्तर्गतको डाटा उपलब्ध गराएर यो जानकारी पनि दिन चाहन्छु। मैले यो एलसी अपडेट पनि इपिएस शाखा कोरियाको वेबसाइटबाट लिएको छु। यसरी मैले एलसीको विवरण चाहिँ सन् 2026 जनवरी 1 देखि जुलाई 7 सम्मको डाटा अन्तर्गत राखेर हजुरहरूलाई जानकारी उपलब्ध गराइरहेको छु, जस अन्तर्गत जुलाई 7 सम्म टोटल एलसी ट्रान्सफर चाहिँ 3063 जनाको भएको छ भने जसमध्ये पुरुषको सङ्ख्या 2784 जना रहेको छ भने महिलाको सङ्ख्या 279 जना रहेको छ। त्यस्तै गरेर दोस्रो चरणको इस्यु पश्चात आएका एलसीहरूको अपडेट यस अन्तर्गत रहेको छ, जसमध्ये दोस्रो चरणको इस्युको सुरुवात चाहिँ 2026 मे 22बाट भएको छ। त्यसैले मैले एलसी अपडेट पनि 2026 मे 22बाट नै राखेको छु, जस अन्तर्गत 2026 मे 22 देखि 2026 जुलाई 7 सम्मको एलसी अपडेटहरू हेर्दाखेरि जम्मा 1806 जनाको एलसी ट्रान्सफर भएको छ, जसमध्ये पुरुषको सङ्ख्या 1620 जना रहेको छ भने महिलाको सङ्ख्या 186 जना रहेको छ। यसरी हामीले सिसिबिआई र एलसी अपडेट अन्तर्गत रहेर तथ्याङ्कहरू हेर्दाखेरि दोस्रो चरणको इस्युमा जम्मा हाराहारीमा 1800 देखि 1900 जनासम्मको इस्यु भएको पाइएको छ, जस अन्तर्गत कृषि क्षेत्रतर्फ 476 जना लगभगको इस्यु भएको छ, जसमध्ये सिसिबिआई आउने पनि 476 जना नै रहेका छन्। अझै कतिजनाको आउन बाँकी छ। म्यानुफ्याक्चरिङतर्फ चाहिँ 1300 देखि 1400 जनाको हाराहारीमा इस्यु भएको पाइएको छ। अब त्यस्तै गरेर हाम्रा भर्खरै मात्रामा पास भएर रोस्टरमा चढ्न बाँकी रहेका म्यानुफ्याक्चरिङतर्फका साथीहरूलाई अहिले आइरहेको इस्यु देखेर हाम्रो इस्यु चाहिँ कहिलेबाट हुन्छ भन्ने जिज्ञासा धेरैको रहेको बुझ्न सकिन्छ। स्किल टेस्ट पश्चात पास भएका 3517 जनाले मेडिकल गरेर जब एप्लिकेसन भरेर सबैजना बसिसक्नु भएको छ, तर हालसम्म फाइल सेन्ड पनि भएको छैन र इस्यु आउन 3 दिन मात्र बाँकी रहेको छ। त्यसै कारणले गर्दा भर्खरै मात्रामा पास भएका साथीहरूको यो पालिको इस्यु छुट्नेछ। साथसाथै यस 2026मा बाँकी रहेका इस्युहरू पनि छुट्ने प्रबल सम्भावना रहेको छ, किनकि 2025 को फर्म खुलाउने बेला नै इपिएस शाखा कोरियाले प्रष्ट गरिदिएको थियो कि यस 2025 तर्फको पासरहरूको प्रक्रिया 2027बाट मात्रै सुरु हुन्छ भनेर। आधिकारिक सूचना बीबीसी न्युज नेपालीको वेबसाइटमा हेर्न सक्नुहुनेछ, जुन मैले लिङ्क तल राखिदिएको छु। त्यसै कारणले गर्दाखेरि साथीहरूलाई धैर्य हुनको लागि अनुरोध गर्दछु, किनकि जति ढिलो रोस्टरमा चढ्यो त्यति नै धेरै टाइम रहनेछ र इस्यु हुने प्रबल सम्भावना रहनेछ। कि ढिलो रोस्टरमा चढ्दाखेरि बाँकी पहिले रहेका अधिकांश रोस्टरका साथीहरूको इस्यु हुने र उनीहरूको रोस्टर अवधि समाप्त हुने भएकाले नयाँ पासरहरूलाई अवसर प्रदान हुने र साथै पुराना पासरहरू जुन रोस्टरमा रहिरहेका छन् नयाँ पासर नथपिँदाखेरि उनीहरूको पनि इस्यु हुने प्रबल सम्भावना रहेको हुनाले नयाँ पासर साथीहरूलाई धैर्य धारण गर्नु हुनको लागि अनुरोध गर्दछु। यस पटकको पासरमा जम्मा 3500 जना मात्र रहेको, जुन 3517 जनामा कुनै न कुनै साथीहरू मेडिकलमा फालिनु भएको छ होला, त्यसै कारणले मैले 3500 भनिरहेको छु। जुन 3500 साथीहरू रोस्टरमा चढिसके पश्चात 2027मा नयाँ कामदार नीति कोरियाले सार्वजनिक गर्छ र त्यस नीति कोरियाले यो वर्ष कति कामदार छिराउने भनेर सूचना जारी गर्दछ। 2027 को पहिलो इस्यु दोस्रो इस्युतिर धेरैभन्दा धेरै कामदार छिराउँछ। त्यही कारणले गर्दाखेरि 3500 जना नयाँ पासर साथीहरूको इस्यु धमाधम भयो भने
जम्मा 3टा इस्युमा सबैजनाको इस्यु भइसकेको हुन्छ। त्यस कारणले गर्दाखेरि नयाँ पासर साथीहरू नआत्तिकन धैर्य धारण गरेर बस्नुहोला। र सबै साथीहरूको मुख्य विषयको अब रोस्टरमा कतिजना छन् भन्ने कुरा। अब रोस्टरमा दोस्रो चरणको इस्यु पश्चात लगभग 7,000 जना रहेको छ भनेर इपिएस कोरिया शाखाले सूचना प्रदान गरेको छ। जुन 2026 को फर्म खुलाउने बेला बीबीसी न्युज नेपालीले आफ्नो समाचारमा उल्लेख गरेको छ, जसको लिङ्क पनि मैले तल राखिदिएको छु। 7,000 जना मध्ये मेरो विचारमा लगभग सिबिटीमा 1000 जना र अस्तिको इस्युमा लगभग 500 जना एग्री साथीहरूको इस्यु भएको हुनाले अब रोस्टरमा 1300 जना रहेका छन्। 1300 र 1000 गरेर 2300 र बाँकी मेनुका साथीहरू रहेको छ भनेर अनुमान गर्न सकिन्छ। मेनुमा लगभग 4-5 हजार साथीहरू रहेका छन्, किनकि सेकेन्ड सिफ्टको र थर्ड सिफ्टको अधिकांश महिला साथीहरूको इस्यु नै भएको छैन। त्यस कारणले गर्दाखेरि 25-3000 जना जति त महिला साथीहरू नै रहेका छन् भने बाँकी पुरुष साथीहरू रहेका छन्, जुन थर्ड सिफ्टको हुनसक्छ। त्यस कारणले गर्दाखेरि महिला साथीहरूको लागि चाहिँ एकदमै यो घतलाग्दो कुरा हो। त्यस कारणले गर्दाखेरि म्यानुफ्याक्चरिङतर्फ 4 देखि 5000, सिबिटीतर्फ 1000 जना र एग्रीतर्फ 1300 जना गरेर कम्तीमा पनि 7000 जना रोस्टरमा रहेका छन्। साथीहरू, यो मेरो अनुमान मात्र हो। आधिकारिक सूचना त इपिएस कोरिया शाखामा मात्रै रहेका छन्, त्यसैले अन्यथा नलिनुहोला। हजुरहरूलाई मैले मेरो जाने बुझे अनुसारको जानकारी प्रदान गरेको छु। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिएर अझै अरू भिडियोहरू बनाउनको लागि मलाई हौसला प्रदान गर्नुहुन्छ भन्ने आशावादी रहेको छु। यो आउँदो इस्युमा धेरैभन्दा धेरै नेपाली साथीहरूको इस्यु होस् भन्ने मेरो अग्रिम शुभकामना र मनैदेखिको चाहना रहेको छ। अब म अर्को भिडियोमा कुन सेक्टरमा फर्म भर्यो भने फाइदाजनक हुनेछ भन्ने विषयमा लिएर अर्को भिडियो बनाउने छु। साथीहरूले हेरेर यो भिडियोलाई माया गरेर सपोर्ट गरिदिनु होला। हस्त, धन्यवाद।